कतिपय आफन्तहरूले हेलो माई फ्यामिली वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि जेस बिचमा धेरै दिन ग्याप भयो, बिर्सिनु भएको त छैन नि मलाई, सायद बिर्सिनु भएन होला। अनि अब चाहिँ म चाहिँ के भयो भन्दाखेरि आज चाहिँ मेरो एउटा काम बनेको छ अनि म त्यसको लागि चाहिँ जानुपर्ने हुन्छ। त्योभन्दा पहिला चाहिँ मैले चाहिँ सपिङ गर्नुपर्ने हुन्छ। म सपिङको लागि चाहिँ बजार जाँदैछु। म र बाबा बजारतिर जान्छौँ। अब हामी चाहिँ यहाँ चोकबाट म्याजिक चढेर अनि त्यसपछि लाइनचोकतिर अनि यता कता हुन्छ वरिपरि त्यतैतिर चाहिँ हामी सपिङ गर्न जान्छौँ। फाइनली अहिले उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ। मैले बाबालाई खासै भिडियोमा चाहिँ रिभिल गरेको थिइनँ। यताबाट बाबा र म चाहिँ यहाँ अहिले बजार आइपुग्यौँ। अब हामी चाहिँ एनसिएल सिममा चाहिँ त्यहाँ कम्पनीमा गएर चाहिँ बाबाको सिमलाई के अरे पुरानो सिम भयो, सिम चाहिँ पुरानो भयो। अब नयाँ त्यही सिम त्यही नम्बरमा चाहिँ नयाँ सिम झिक्न पर्ने हुन्छ। त्यो भएर चाहिँ हामी जाँदैछौँ। अनि फाइनली म चाहिँ अहिले उता बजारतिर गएर नि सपिङ गरेर नि बाबालाई घर पठाएर मबाट अफिसबाट चाहिँ यहाँ पैसा साट्नु भन्दा नि पैसा झिक्न आएको आयो नि। यो चाहिँ मामाको सपिङको लागि हो। अनि के सपिङ गरेँ अहिले घर गएर देखाउँला तपाईँहरूलाई है। फाइनली हामी चाहिँ सपिङ गरेर आयौँ। अनि के अरे म चाहिँ घर आइपुगेँ अहिले। म चाहिँ उता आइमीको थिएँ नि त, आइमीबाट म आएँ। अनि बाबा चाहिँ बसिराख्नु भयो रहेछ, यो लिएर आएर चाहिँ खोल्नु भयो रहेछ। मैले भिडियोमा पनि देखाउँछु भन्थेँ नि त। अनि मैले के सपिङ गरेँ भनेर चाहिँ यहाँ म तपाईँहरूलाई देखाउँछु भिडियोहरू चाहिँ हेर्नु अलिक मैले बजारमा चाहिँ त्यो सपिङ गर्दाखेरि चाहिँ एउटा खास चाहिँ मैले देखाइनँ। मलाई त्यो बनाउनै झ्याउ लाग्यो क्या त्यहाँ बजारमा। अनि मैले चाहिँ यहीँ घर आएर एकैचोटि सबै किनेर किन एउटा गर्ने सबै सल्लाहकै यहाँ ल्याएर चाहिँ के किनिन्छ लास्टमा एकैचोटि गर्ने भनेर चाहिँ हाल्दैछु मैले चाहिँ। अनि मैले चाहिँ यो पनि किनेँ हो, यो पनि लग्नुपर्ने हुन्छ। अनि यहाँभित्र चाहिँ सुजहरू छ। अनि यहाँ एउटा एक जोर चप्पल छ। अनि यहाँ जुत्ता छ एक जोर, यो एक जोर भन्दा एक जोर भन्दा पनि यो दुई, अनि यो तिन, यो चाहिँ पार्टी सुज हो। यो तिनवटा सुज यो नजिक आएर यसो सल्लाहको देखाइदिनु यो भयो। अनि तपाईँको यहाँ चाहिँ छ यो चाहिँ सुतीको हाफपट्टु हो दुइटा। अनि यहाँ चाहिँ दुइटा सुतीको हाफपट्टु छ। त्यो चाहिँ बस्दाखेरि लगाउनु हुन्छ घरमा बस्छ। अनि यसमा चाहिँ छ तपाईँको 3 जोड टी सर्ट छ। यहाँ छ यो। अनि यो ब्ल्याकमा एउटा तिनवटै ब्लूमै रहेछ। ल यो तिनवटा भयो। यहाँ 3 जोड टी सर्ट छ। टी सर्ट चाहिँ यस्तो खालको छ क्या, 3 जोड टी सर्ट भयो। अनि त्यसपछि ब्यागमा पनि छ पाउनु है। यहाँ ब्याग यहाँ छ, ब्यागमा पनि छ। अनि यो फलको नाम त तपाईँहरूलाई थाहा नै छ होला। अस्ति यहाँ ल्याएको त सानो थियो घरमा ल्याएको थियो, त्यो भयो। अनि यहाँ ब्यागमा पनि छ तपाईँको यहाँ चाहिँ क्याप छ, एउटा क्याप छ ठगलाइट के अरे क्याप छ। अनि यहाँ चाहिँ यो झाडन किने एउटा, म चाहिँ गम्छ भन्छु होइन, तपाईँहरूले के भन्नुहुन्छ झाडन गम्छ जे भने पनि यो भयो। अनि त्यही हो। अब सपिङ चाहिँ यति भयो। पेन्टहरू चाहिँ मसँग टन्नै छ, पेन्टहरू टन्नै छ। टी सर्ट ह्याट 3टा भयो, हाफपट्टु 2टा भयो। अनि सुजहरू भयो। अनि चप्पल मसँग यो एक जोर भयो। अनि त्यहाँ एक जोर छ। अनि जोर्डन 4 छ। जुत्ता चाहिँ 4 जोर भयो, जुत्ता 4 जोर, चप्पल 2 जोर। अनि यताउति भयो। अनि अरू चाहिँ के छ, पेन्टहरू चाहिँ मसँग टन्नै छ। प्यान्ट टन्नै छ। सर्ट टी सर्टहरू भित्र पनि टन्नै छ। किन्नै झ्याउ लाग्यो मलाई, महँगो पनि महँगो। यति भए इनफ हुन्छ। ल
कस्तो लाग्यो तपाईँहरूलाई सपिङ चाहिँ यति मात्रै गरेँ मैले अनि यति मात्रैको पनि 15-16 हजार रुपियाँ साइड त्यही हो सपिङ एकदम महँगी छ बजारतिर महँगी पनि छ एकदम घाम छ मेन कुरा चाहिँ तपाईँहरूलाई के भन्न चाहन्छु भने एकदम घाम छ अनि गर्मीमा पानी एकदम पिउनु होला सकभर फ्रिजको पानी कम प्रयोग गर्नु अनि पानी चाहिँ पिउनु है पानी चाहिँ पिउनु गर्मी छ तपाईँहरूलाई अब हुन्छ नि अब टाइफोइडहरू ज्वरोहरू आउने जन्डिसहरू बिग्रिनु हुनसक्छ त्यो भएर चाहिँ पानीहरू चाहिँ टन्न खानु होला टन्न पिउनु होला घरबाट खासै बाहिर निस्किने काम नपरिन्जेलसम्म ननिस्किनु होला आफ्नो ख्याल राख्नु होला है त टेक केयर है त फाइनली गाइस म चाहिँ उता सपिङ गरेर आएर पनि सबै बजारतिर काम भ्याएर आएर चाहिँ अनि भोक लाग्यो अनि खाजा खानु पऱ्यो भनेर अनि हामीले चाहिँ यहाँ खाजा तयार पारेको छौँ हामीले भन्दा पनि मैले बनाएको छु यहाँ चिउरा भुटेँ मैले अनि यहाँ चाहिँ अन्डा देख्न सक्नुहुन्छ तपाईँले होइन अन्डाको पिस अन्डा पिस पारेर चाहिँ अन्डाको त्यो रोटी जस्तो रोटी भन्दा पनि अन्डालाई फ्राई गरेँ अनि पिस बनाएर मैले यो बटुकोमा राखेँ अनि त्यसपछि चिउरा भुटेँ अनि चिउरा भुटेर भ्याएपछि फेरि मैले अन्डा हालेँ अनि यता चाहिँ भट्टा छ अनि यो तिनवटालाई मिक्स गरेर चाहिँ खानुपर्ने हुन्छ फाइनली यो अन्डा चिउरा भुटेको चिउरा अनि यो भट्टालाई चाहिँ मिक्स गरेर खानुपर्ने हुन्छ म चाहिँ यहाँ खाना लगाइरहेको छु अनि कस्तो लाग्छ तपाईँहरूले पनि यहाँ घरतिर बनाएर खान सक्नुहुन्छ तर अब यस्तो हुन्छ कि अब कतिलाई फेरि भट्टा दाँतमाबाट चपाउनु सक्दैन कतिको के हुन्छ जस यो चाहिँ मिठै हुन्छ भनौँ अब म खानुपर्ने हुन्छ अब खाएको भिडियो चाहिँ म बनाउनु है भिडियो फाइनली अस्ति हामीले एसएस भाइ अनि अभिषेक हामी भएर औषधि हालेको अनि मम्मी र म भएर गोडेको मकै चाहिँ यत्रो भएको छ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ अस्ति भन्दा पनि अब अस्ति भनिन्छ तर केही महिना अगाडि चाहिँ हामीले छरेको मकै अनि गोडेको मकै औषधि हालेको मकै चाहिँ यत्रो भएछ तपाईँहरूले देख्न सक्नुहुन्छ जे होस् गर्नुपर्छ होइन गर्नुपर्छ मकैहरू यताउति घर अगाडि आफूले जति सकिन्छ त्यो गर्नुपर्छ चाख्न पाइन्छ सिजन अनुसार होइन अनि सिजन अनुसारका फलहरू चाख्नुपर्छ लगाउनुपर्छ भन्न चाहन्छु म त आफ्नो घर वरिपरि सानोतिनो जग्गाहरू छ भने चाहिँ वेस्ट नछोड्नु होला अनि यस्तै हामीले अल्छी गरेको भए चाहिँ हुन्थेन नि त अब हेर्नु न होइन अब मकैहरू पनि यत्रो भएको छ अस्ति हिजो चाहिँ हामीले मकै पोलेर पनि खायौँ अनि जो हल्का कलिलो रहेछ त्यो भएर चाहिँ हामीले अब 2-4 दिन नखाने प्लान गऱ्यौँ अब मम्मीहरूले चाहिँ खानुहुन्छ यसलाई चाहिँ पोलेर अनि कति सुकाउनुहुन्छ अनि त्यही भन्न चाहन्छु म चाहिँ आफ्नो घर वरिपरि भएका जग्गाहरू चाहिँ सानतिना करसबारीहरू यता वरिपरि होइन घर अगाडि पछाडि भएका बारीहरूमा चाहिँ मकैहरू यताउति लगाउनु होला सागसब्जीहरू घिरम्लाहरू है त्यही भन्न चाहन्छु म चाहिँ फाइनली मकै यता पनि छ यो चाहिँ घर साइडको उता घर अनि यता साइडमा चाहिँ यो बारी हो यसमा चाहिँ खासै राम्रो भएन जस यो माटो चाहिँ एकदम जति पानी हाले पनि नहुने रहेछ यो दिनदिनै पानी हाल्यो भने यस्तै लसुन यहाँ खुर्सानीहरू कोही ओइला छ अनि यसमा चाहिँ खासै मिहिनेत नगर्दै ठिक हुन्छ होला यहाँ कागती छ अनि यहाँ केरा पनि छ अनि यता साइडमा फेरि तरुलहरू छ यता साइडमा चाहिँ यता साइडमा चाहिँ तरुल छ यहाँ देख्न सक्नुहुन्छ तरुलको जरा त्यही हो आफ्नो घर वरिपरि चाहिँ जो त्यतिसम्म चाहिँ गर्नुपर्छ यता सिबी थियो त्यो सिबी चाहिँ जो समयमा टन्नै खान पाइएको थियो यो सिजनमा अहिले चाहिँ कम भएको छ अनि उतापट्टि चाहिँ हामी बसिन्छ यता साइडमा नि मकैहरू छ यो चाहिँ जस पछिल्लो समयमा पानी पर्दैन नि त त्यो भएर चाहिँ हल्का राम्रो हो नत्र यहाँ दिनदिनै पानी हालेको पनि यहाँ केही फरक पर्दैन त्यही भएर मैले चाहिँ यहाँ मिहिनेत नगर्नु भन्छु मम्मीलाई आउँ चाहिँ पानी हाले गर्नुहुन्छ अनि उतातिरको मकै चाहिँ राम्रो भयो जो अगाडि यता साइडमा चाहिँ चिसो थियो नि त त्यो भएर चाहिँ राम्रो भएछ उतापट्टि साइडमा चाहिँ मकैहरू सानो पनि छ अनि त्यो जुन चाहिँ मकै पसाएको हुन्छ नि त्यो पसाएको मकैहरू पनि यत्रो सानो छ त्यो चाहिँ खासै हुन्न ल फाइनली म चाहिँ अहिले चाहिँ घरबाट निस्केँ खानासाना बनाएँ अनि बाबाहरू चाहिँ तरकारी भन्दा नि माछा लिन जानुभएको थियो कि हाट बजार साइडमा अनि बाबाहरू हाट बजार माछा लिन जानुभएको थियो अनि म चाहिँ खानासाना यताउति गरेर चाहिँ उता नौरङ्गीतिर जाँदैछु त्यहाँ भाइहरूसँग चाहिँ एकछिन मिटअप गर्नु छ अनि केटाहरूसँग अनि मैले मेन कुरा चाहिँ तपाईँहरूले सपिङ गरेँ यताउति गरेँ अनि किन सपिङ गरेछ भनेर तपाईँहरूले बुझ्न चाहनुहुन्छ भन्दाखेरि चाहिँ चाहनुहुन्छ भने चाहिँ यदि तपाईँहरूले होइन कतिजनाले त बुझिसक्नु भएको छ किन हो भनेर होइन त्यही हो तपाईँहरूले जे बुझ्दै हुनुहुन्छ अनि यो चाहिँ मैले गर्न नखोजेँ होइन तर मेरो नभएको मेरो 2.5 वर्ष यो हुँदै भएको थिएन अनि फाइनल्ली भयो अनि म त्यति एक्साइटेड नै छैन भयो भनेर किनकि अब देश छोडेर जानुपर्ने हुन्छ कमाउनलाई अनि भए अनि खुसी छैन भनेर खुसी नभएको पनि होइन खुसी छु किनकि
कतिपय मान्छेहरूले यो घरमै बसिरह मोबाइल लिएर भ्लग बनाउँदै हिँडिरह भने अनि मोबाइल किनिदिए भनेर कति मान्छेहरूले चाहिँ हल्कै यातना दिए जस्तो गरिदिएको थियो होइन, यातना दिएकै हो। अनि मैले चाहिँ बिचमा लगभग तपाईँको 12-15 दिन, 10 दिन, 6 दिन, 8 दिन गरेर भिडियो ग्यापमा चाहिँ मैले भिडियो हालेको थिएँ होइन। अनि जोस् अब चाहिँ आज बन्छ भिडियो, भोलि बन्दैन, भोलि आउँदैन होला सायद होइन। पर्सिबाट चाहिँ म डेली भ्लग दिने योजना बनाउँछु तपाईँहरूको माझमा चाहिँ। अनि म जुन ठाउँमा जाँदैछु त्यो ठाउँमा के छ त्यति एलाउड छैन भिडियोहरू भन्ने सुन्नेमा थाहा, तैपनि म चाहिँ कोसिस गर्छु भिडियो बनाउँछु। फाइनली अब म भाइहरूसँग मिटअप गर्छु, यहाँ नजिकै हो। म चाहिँ यहाँ के अरे यो उसमा चाहिँ चौरभन्दा पनि यो खासमा घटेरियो अनि चौर जस्तै हो, यो चिल भाइब छ कि यहाँ चाहिँ। अनि म चाहिँ कहिलेकाहीँ फ्रेस हुनलाई यो ठाउँमा आउँछु। अनि मैले मेन कुरा भन्न खोजेको चाहिँ के भने कतिपय आफन्तहरूले चाहिँ कसरी यातना दिया हुन्छ भन्दाखेरि कोहीले चाहिँ मान्छे पढाया हुन्छ तर उसले चाहिँ नबुझेर यातना दिया हुन्छ। कसैले के रिसर्च गरिरहेछ, के गर्न खोजेको यसले भन्ने कुरा त्यसलाई नबुझेर पनि यातना दिइरहेको हुन्छ कतिले। अनि कतिले चाहिँ अब पढ्दै नपढेको भएर अनपढ भएर नबुझ्ने दिमाग पनि नभएर चाहिँ मान्छेले यातना दिइरहेको हुन्छ। अनि त्यस्तो अवस्थामा चाहिँ मान्छेलाई कस्तो भन्दाखेरि रिस दुई तरिकाले उठ्छ कि मान्छेलाई। त्यो दुईवटा रिस चाहिँ कस्तो भन्दाखेरि एउटा चाहिँ दिमागबाट उठेको रिस हुन्छ अनि एउटा चाहिँ मनदेखि उठेको रिस हुन्छ होइन। दिमागबाट उठेको रिसलाई चाहिँ मान्छेले लिग्यो भने चाहिँ त्यहाँ झगडा निम्तिन्छ होइन। अनि त्यसले चाहिँ सम्बन्ध पुरै बिगार्छ। अनि मनदेखि उठेको रिस छ भने चाहिँ त्यो मान्छेले चाहिँ प्रगति गर्छ। कसरी भन्दाखेरि त्यसले चाहिँ इक लिन्छ कि होइन। त्यही हो, मान्छे छोरा मान्छे भइसकेपछि इक लिन पर्ने हुन्छ। अनि म यो कुराहरूलाई चाहिँ बिर्सिन्छु, यस्तो कुराहरूलाई चाहिँ म खासै याद लिएर अनि ती कुराहरूलाई चाहिँ सोचेर बस्दिनँ। अनि त्यही हो। अनि मेन कुरो भन्न खोजेको चाहिँ मैले के भन्दाखेरि छोरा मान्छे भइसकेपछि आपद विपद जस्तो पनि आउँछ। मान्छे उठ्छ पनि लड्छ पनि, मान्छे चिप्लिन्छ अनि चिप्लिसकेपछि लडिसकेपछि चाहिँ उठ्न सक्नुपर्छ होइन। त्यही भन्न चाहन्छु म चाहिँ। अनि जोस् मनमा धेरै कुराहरू छ अनि कतिपय कुराले चाहिँ अब यार अब म बाँच्न सक्दिनँ कि मेरो त जिन्दगी नै यस्तै हो क्या हो, मेरो त प्रगति नै हुन्न क्या हो, मेरो चाहिँ अब केही काम पनि बन्दैन क्या हो, म त असफल भयो क्या हो भन्ने समय पनि आउँदो रहेछ जिन्दगीमा। अनि त्यो कुराहरूलाई चाहिँ माइन्ड गर्ने होइन। एक दिन आउँछ, अवश्य दिन आउँछ, सङ्घर्ष गर्नु पऱ्यो। अनि सङ्घर्ष गर्नु छोडेर हुन्न, अनि ढोकामा चुकी लगाएर सुतेर बसेर हुन्न। 10तिर एकतिर मात्रै होइन कि खुट्टा राख्ने, 10तिर खुट्टा राख्नुपर्छ भन्न खोजेको। दुईवटा डुङ्गामा एकपल्ट खुट्टा राख्ने अनि पौडी खेल्न जाँदाखेरि अनि डुङ्गा चढ्दाखेरि चाहिँ लड्ने भन्न खोजेँ होइन कि मैले भन्न खोजेको 10 छोरा मान्छे भइसकेपछि 10तिरबाट काम सिक्नुपर्छ कि 10वटा काम सिक्नुपर्छ। जस्तोसुकै यता नि जानेको उता नि जानेको, एउटा न एउटामा सफल भइन्छ। फेरि भन्न खोजेको अब 10वटालाई नै उस गर्ने अनि पर्फेक्ट एउटामा नि हुन्न। अनि 10तिर आफूले खुट्टा राख्दाखेरि एउटा काममा चाहिँ यसमा चाहिँ म काबिल छु है भनेर मान्छेले चाहिँ सोच्नुपर्ने हुन्छ अनि बुझिन्छ होइन। अनि एउटा त्यो 10वटामा एउटा चाहिँ इन्ट्रेस्ट भएको, आफूलाई इन्ट्रेस्ट भएको कुराहरू हुन्छ कि त्यही भन्न चाहन्छु म चाहिँ। अनि म यहाँ आएँ अनि केटाहरूसँग एकचोटि मिटअप गर्छु अनि जोस् मेरो कामहरू भयो। अनि म चाहिँ धेरै खुसी छु। अब तपाईँहरूलाई के भनिदिने, अब यो कुरा मैले चाहिँ अब खासै खोले होइन नि त। अब बुधबार चाहिँ मङ्गलबार भोलि सोमबार, आज आइतबार भोलि सोमबार, मङ्गलबार चाहिँ म काठमाडौँ जान्छु अनि बुधबार चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि जोस् भ्लग चाहिँ बिचमा आएन, त्यही हो म यातनामा थिएँ अनि हल्का मान्छे डिप्रेसन नि होला जस्तो। तर म चाहिँ धेरै कुराहरू नखेलाउने भएर मात्रै हो, धेरै दिमागमा नराख्ने भएर, नत्र भने चाहिँ डिप्रेसन बनाउँथ्यो मलाई। अनि जोस् काम भयो मेरो। अनि मान्छे अस्ट्रेलिया अमेरिका त सबैको सपना हो, तर पनि त्यहाँ नभए पनि मान्छे चाहिँ जो थोरै कुरामा खुसी हुनसक्छ त्यो धेरै कुरामा चाहिँ त्यसले एक्जप गर्न सक्छ होइन। जो मान्छे चाहिँ धेरै खोज्छ नि त्यो मान्छे सानोमा कहिले पनि खुसी हुँदैन अनि त्यो प्रगति पनि हुँदैन। त्यही भन्न चाहन्छु केटाहरू सब जतिजना चाहिँ बेरोजगार छ देशमा होइन। अनि नेपालतिर के गर्नु सकेन भने विदेशतिर नि ट्राई गर्नु होइन। सब एक दिन सफलता हासिल हुन्छ, त्यही भन्न चाहन्छु सबलाई लट्स अफ लभ। अनि मैले भन्न खोजेको चाहिँ कुरा नघुमाइकन भन्दाखेरि चाहिँ त्यही हो, तपाईँहरूले बुझेकै कुरा हो, तपाईँहरूले जे बुझ्दै हुनुहुन्छ त्यही भन्न चाहन्छु म चाहिँ है। अनि जोस् मैले चाहिँ यहाँ पारि चाहिँ मैले साथी भेटेँ अनि यहाँ चाहिँ सँगै पढेको, हामी 10 कतिसम्म सँगै पढेको, 9 र 10 सँगै पढेको। अनि म चाहिँ खासमा चाहिँ मेरो घरमा चाहिँ नेट नि अलिक स्लो भयो अनि त्यो भएर यहाँ केटाहरूसँग नि एकचोटि भेट्छु अनि त्यसपछि भिडियो नि अपलोड गरेर जान्छु भनेर आएँ म चाहिँ। अनि के छ केटा हो, ठिक छ नि, भाइ राखिए
जो केटाहरू सँगै पढेको केटाहरू हामीसँग हाम्रो ब्याचमा जतिजना पढेको थियो नि तिनीहरू सब हामी जस्तै बेरोजगार हो कि किन भन्दाखेरि नेताहरू आउँछ सबै आउँछ यो गर्छु त्यो गर्छु माया साला कसैले केही गर्दैन गरे अहिले बालिन दाइले मात्रै गरे बालिन दाइले यताउति गरे भविष्यमा प्रधानमन्त्री भयो भने चाहिँ अवश्य त्यो दाइले नि गर्छ नत्र अरू जति पनि बोल्ने मात्रै हो त्यही भन्न चाहन्छु है अब चाहिँ भिडियो चाहिँ इन भयो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो लट्स अफ लभ भोलि आउँदैन भिडियो त्यहाँबाट चाहिँ लगातार भिडियो दिन्छु तपाईँहरूलाई मनोरञ्जन दिन्छु है त्यही भन्न चाहन्छु अहिलेसम्म हेरिदिनु भएको लागि थ्याङ्क यू सो मच लट्स अफ लभ